मलाई यसैले बचाएको थियो। यदि यो हुन्थेन भने म माटोमा हुन्थे, मेरो प्राण नै रहन्थेन। जन्डिसले लिभर ड्यामेज भइसकेको थियो, यसले मलाई बचायो भने मैले अरूलाई किन नबचाउने त, अरूलाई किन जानकारी नदिने। जब मलाई जन्डिस भएको थियो होइन, त्यतिखेर मेरो बाहिरको साथीले तैँले यो मोरिङ्गा भन्दो रहेछ उनीहरूले, यसको पात खाऊ तिमीलाई सन्चो हुन्छ, यो राम्रो बहुउपयोगी। 15 दिन खाएँ, मेरो जो बुलिरियम जुन जन्डिसको थियो 4.7 थियो है। अनि त्यो घट्दै नघट्ने एपामर्ज र ली52 नामको दवाई मैले सधैँ त्यही खाइरहन्थेँ। त्यो खाँदा पनि मैले खाएका खानाहरू पच्दैन थियो, पेट फुलिरहने, दुब्लाएर एकदमै दुब्लो भएको थिएँ। र जब उसले त्यो भनेपछि मैले 15 दिन खाएँ। 15 दिन खाएपछि मेरो बुलिरियम घट्यो, 2 point something आयो, 2 घट्यो। 15 दिनमा यति धेरै घट्यो। अनि मैले फोन गरेँ, 2057-58 सालमा लागेको जन्डिस 66 सालसम्म शरीरमा पाल्नु भनेको चान्चुने कुरा होइन। फोन गरेपछि उसले मलाई के भन्यो भने ल यो खाऊ न, के यसको साइड इफेक्ट छैन। 30 दिन खाएको थिएँ। 30 दिनपछि जन्डिस टेस्ट गर्दाखेरि मेरो जन्डिस चाहिँ 1.2 देखियो। 1.2 देखेपछि मैले सबभन्दा पहिला चिल्लो समोसा ल्याएर खाएको हो। यो मान्छे रोगी हुँदा धेरै तनाव हुन्छ र रोग गइसकेपछि यति आनन्द भयो, आफूले खाएका कुराहरू पच्न थाल्यो, स्वस्थ भएपछि अनि मैले चाहिँ यसलाई मेरो अभियान बनाएँ। अब म बाँचे, मैले अरूलाई किन नबचाउने त भनेर यसको रिसर्च गर्न थाले, अध्ययन गर्न थाले। सुगर, प्रेसर, थाइराइड, क्यान्सर, जन्डिस जस्ता दीर्घ रोगहरू यिनीहरू चाहिँ निर्मूल हुँदैनन् भनेर चाहिँ हामीले सधैँ औषधि खाइरहनु पर्छ। तर स्वस्थका लागि, इम्युनो पावर बुस्टअप गर्नका लागि यो चाहिँ नियमित खाने गर्नुहोस् म भन्छु।